आज यस एक दिने जनचेतनामूलक कार्यक्रमको प्रशिक्षकको रूपमा आउनुभएका सरहरू, साथै हाम्रो दुवैजना दिदीहरू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण हाम्रा महिला दिदीबहिनी, आमा काका काकीहरूमा म निरज कार्की व्यक्तिगत र मेरो महिला समितिको तर्फबाट हार्दिक हार्दिक वास्तवमा जुन जनजाति नभनौँ दलितहरूको जुन एउटा सरकारले नीति नै ल्याएको छ कि छुवाछुती प्रथा हुने भनेर नेपाल सरकारको एउटा नीति नै रहेको छ। तर पनि हाम्रो समाजमा अहिले पनि कता कता यो प्रथा हाबी नै भएको देखिन्छ। किन होला त होइन? मैले कता कता महसुस गरेँ कि हामी माझमै पनि जस्तो कि अब त्यसमा दलितमा पनि जस्ता तल्लो वर्गमा हुन्छन् डोमुसा, यदि मैले त्यहाँ एउटा क्वेसन मलाई त्यहाँ जाँदाखेरि तिनीहरूले राखेका थिए क्या, के भन्दाखेरि भने अब अन्य जातिहरू जान्छौँ हामीले छोको कसैले खाइदिएन भने किन खाएन भनेर त्यो कुरा राख्छौँ। तर त्यही व्यक्तिहरूले त्यही डोमुसरका घरमा उनीहरूले पनि त्यो चिज खाइरहेका हुन्, त्यो छुएर खाइरहेका हुन्, छुइदिन।